हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो न्यू भिडियोमा र आजको ब्लगिङ चाहिँ एकदम स्पेशल छ र हाम्रो चाहिँ स्कुलमा अब एक्जामहरु स्टार्ट भइसक्यो सो हाम्रो चाहिँ चाँडो बिदा हुन्छ र बिदा भइसकेपछि हामीहरु पेपर चेक गर्छौं र अनि हामी घर जान मिल्छ नि त नि सो आज चाहिँ हामीले पेपर चेक गरेर हैन हामीले चाहिँ चाँडो सिद्धायौं अनि हामी गइराछौं घुम्न अब साथीहरु वैशाखको महिना हामीहरु कहाँ जान्छौं हैन सो हामीलाई थाहा छैन त्यसैले हामी अब हाम्रो यो 7 दिन एकदम स्पेशल बनाउने गरी बिताइराछौं अनि म अनि हाम्रो पूजा साथी हामी दुईटै चाहिँ रुम देखि लागिसक्यौं अनि दुईटा साथी चाहिँ उता बजार हुनुहुन्छ अब हामी भेट्छौं अनि भिडियो स्टार्ट गर्छौं हामी चाहिँ बजार पुगिसक्यौं र हाम्रो साथीहरुको चाहिँ यता ब्याङ्कमा हल्का काम छ र उहाँ चाहिँ आफ्नो काम गर्दै हुनुहुन्छ एकछिनमा उहाँहरु आउनुहुन्छ तल अनि फेरि हामी जान्छौं हाम्रो के भन्छन् घुम्ने ठाउँ के भयो फेरि हामी चाहिँ यता ब्याङ्क आइसक्यौं साथीहरु किनकि उता हामी चाहिँ यता माथि आइसक्यौं हैन ब्याङ्कमा किनकि हाम्रो साथीहरुको चाहिँ काम मतलब टाइम लाग्ने भयो यता चाहिँ सो हामी पनि माथि आएर बस्यौं तल एक्लै उभिदा झ्याउ लागिसक्या थियो ओके साथीहरु हाम्रो चाहिँ ब्याङ्कको काम सिद्धियो अब हामी लाग्यौं घुम्नतिर ल साथीहरु हामी चाहिँ हाम्रो अब घुम्ने ठाउँतिर लाग्यौं आजको ब्लग एकदम स्पेशल बनाउने सोचेको छु खै हेरौं कस्तो बन्छ तपाईहरु हेरेर साथ सपोर्ट दिदै गर्नु म नि राम्रो राम्रो ब्लगहरु बनाउँदै गर्छु ओके र यिनीहरु चाहिँ मेरा साथीहरु हुन् हेर्नु मलाई छोडेर एक्लै यसरी भागिराछन् अनि उहाँ चाहिँ फ्लावर लभर भनौं कि अब भिडियोको लागि एउटा फुल लिएर आउनु भएको छ हैन अब कस्तो भिडियो बनाउँछु त्यो चाहिँ पछि थाहा हुन्छ अब चाहिँ हामी सिधै आफ्नो ठाउँमा पुगेपछि ब्लगिङ गर्छौं गाइस ढुटोले मार्यो पुरै हालत छि हुन्छ आए बेला साथीहरु यस्तो ढुटो उडिराछ हामीहरु यहाँ घुम्न आएका छौं हामीले घुम्ने ठाउँहरु कहीँ पाएनौं बल्ल भएर ठाउँ पायौं हैन तर खै हेरौं राम्रै हुन्छ होला यस्तो ढुटो उडिराछ अब के भनौं पुरै हामी घुम्न आएको ठाउँ हामी पुगिसक्यौं र त्यो चाहिँ यो हो गाइस हामीहरु घुम्न आएको ठाउँ चाहिँ यो चाहिँ सेती नदी हो सेती नदीकै पानी हो यति राम्रो छ यहाँनिर चाहिँ पुरै नीलो नीलो आई मिन हरियो हरियो देखिरहेछ के पुरै कति राम्रो देखिरहेछ फर्स्ट टाइम साथीहरु झुलुङ्गे पुलमा बसेर हामीले जेरी खाऊ म त फर्स्ट टाइम हो यिनीहरु फर्स्ट टाइम हो हामीहरु सबैको फर्स्ट टाइम र 2 गुणा बढी मिठो लागिराछ आज डायलग भन्नु कि साइडी भन्नु कि एकले खाइनु सक्दैन क्यामेरा अन गरेको छैन यहाँ राख्ने
बना के निशान नीचे पान की दुकान ऊपर ओके साथीहरू हामीले चाहिँ धेरै टिकटकहरू बनायौँ फोटोहरू खिच्यौँ र धेरै भिडियोहरू पनि बनाएको होइन आज हामीले लास्ट रमाइलो गऱ्यौँ अब भोलि फेरि अर्को ब्लगमा भेटौँला बाई बाई र म चाहिँ यो भिडियो यहाँ नै एन्ड गर्छु किनकि अब हामी भागेर घर जाने रहेछ किनकि हामीलाई धेरै ढिलो भइसक्यो ओके बाई बाई सी यु नेक्स्ट भिडियो थ्याङ्क यू फर वाचिङ ल बाई बाई साथीहरू भोलि भेटौँला बाई बाई ल साथीहरू उनीहरू चाहिँ आफ्नो सर्टकट बाटोदेखि गए हामीहरू चाहिँ यतादेखि गइरहेको छौँ होइन हाम्रो चाहिँ जुन बाटो आउँ हामी त्यही बाटो जाने हो ल बाई बाई